आज चाहिँ म यो डुङ्गा चल्ने भनेर खेवातालमा आएको छु। थाहा छैन कति पर्छ। यो भाइ चाहिँ डन भाइ हो यहाँको होइन। अनि बोटिङ गरिरहेछ। अनि भाइ तिमीले आज कतिवटा चाहिँ बोटिङ गरायो तिमीले आज मैले भन घरमै प्लस हाम्रो दुईटा हेर्नु दिदीहरू होइन मेरो ए अनि यो चाहिँ कति हो नि भाइ चढेको 200 रुपियाँ घन्टाको। अनि मलाई डिस्काउन्ट गरेर कति हुन्छ त भाइ? मलाई त चिने हो नि तिमीले होइन? नचिनेर लाउने 150 मा 150 हो नि? हजुर 100 रुपियाँमा गरेर नि भाइ छैन नि त पैसा। घाटा हुन्छ नि त यार। कसरी घाटा हुन्छ भाइ? मलाई चढ्न मन लाग्छ भाइ यार प्लिज फ्रीमा जान्न भइहाल्यो नि लेखेर ती अनि मसँग चाहिँ पैसा छैन, जम्मा 10, 20, 30 रुपियाँको मात्रै छ होइन। अनि यो भाइले चाहिँ 150 भन्दैछ, तर 150 कसरी दिने भन्ने एकदम टेन्सन भइरहेछ मलाई। तर चढ्न चाहिँ इच्छा छ भाइ यार। छैन, सबै 20-20 को मात्र छ हेर नि। उता ध्यान उता 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 20 यत्तिको भाइ हेर नि। हेर पैसा छैन पुरै खाली छ नि त कर्स हेर न। भाइ तिमीले चाहिँ मलाई कति रुपियाँमा गराउँछौ र यो बोटिङ होइन त भाइ? हजुरलाई म धेरै भन्दै 150 ए 150 नभन नि भाइ यार, पैसा छैन, पैसा नभएर अनि त्यस्तो न मलाई चढ्न मन लाग्छ नि त भाइ यार। अनि म उतादेखि सोध्दै आएको क्या भाइ, बुझ्यो नि। अनि मेरो भाइलाई सम्झेर अनि म चाहिँ फेरि त्यो 1 घन्टा गर्दिनँ क्या भाइ, थोरै गर्छ। तर इच्छा छ नि त, कतिमा गराउँछ? 150 ए भाइले 150 रुपियाँ लिएर गयो मेरो यार, के गर्ने। यहाँ चाहिँ नाम पनि लेख्नु पर्ने रहेछ होइन। ए यस्तो कुन व्यवस्था छ? यसरी हाल्ने यो? ए अरू के ब्यागहरू सबै हाल्ने हो? ए ल ल ल ल ल ठिक छ भाइ। मान्छे त सानो छौ के हो त, जुवाए तेरो लिएर जान्छु भन्दो रहेछौ त। लिएर जान्छु अनि उहाँको बइलर लिएर जान्छु म। हजुरलाई थाहा नै होइन गाइजहरू, मलाई यो बोटिङ गर्न चाहिँ लाग्दैछु अनि मलाई एकदमै डर लागिरहेछ। हेर्नुहोस् है प्याडल यहाँ छ अनि यो भाइले लिएर जानु भएको छ। मलाई एकदमै डर लागिरहेछ। अनि कसरी गर्ने अहिलेसम्म गरेको छैन नि त, यो चाहिँ फर्स्ट टाइम हो मेरो। अनि भाइ बान्ने कुरो छैन? बान्ने कुरो यो बोटिङ चाहिँ हेर्नुहोस् न यस्तो चाहिँ गरिरहेको छ। अनि सबैजनाले 200 रुपियाँमा गरिरहेछ। तपाईँहरूलाई म सुटुक्क भन्छु, मैले चाहिँ कतिमा गरेँ भनेर भन्छु है त तपाईँलाई। म यसरी जान लाग्छु होइन। यो चाहिँ मेरो फर्स्ट टाइम हो, मलाई थाहा छैन होइन। यो भाइले चाहिँ मलाई सुटुक्क 100 रुपियाँ मिलाइदियो। ए कसैले नभन्नु ल। सबैजना आफ्नै पारामा हिँडिरहेछ होइन। म चाहिँ यस्तो छु क्या, म चाहिँ यसरी गइरहेको छु होइन। यो चाहिँ सर्र आफै पनि हिँड्दो रहेछ क्या यो। म चाहिँ बिचमै छु यहाँ होइन। अनि यहाँ सबैजना छन् क्या यहाँ बिचमा। अनि म चाहिँ यसरी खेलिरहेको छु होइन। यो म चाहिँ यहाँ चाहिँ यसरी मजाले खेलिरहेको छु क्या। ए गाइजहरू यस्तो भइरहेछ क्या। बवाल छ। अनि म चाहिँ फर्किँदैछु अब होइन। अनि यसरी गर्दैछु क्या। अनि म चाहिँ अहिले यो बिचमै जस्तैमा छु क्या। हेर्नुहोस् न यस्तो मजाले क्या। मलाई यो खेल्न चाहिँ राम्रोसँग आउँदैन होइन। अनि मेरो किनभने यो फर्स्ट टाइम हो नि त, फर्स्ट टाइम भएर होला। अनि खासै त्यस्तो चाहिँ आएको छैन होइन। अलिक हट्टाको परसम्म गएर आउनु होइन। अनि बोटिङ गर्न पाउँदा अनि मलाई धेरै नै खुसी लागिरहेको छ। हेर्नुहोस् त मजाले
अनि पोखरामा आउनुको मजा चाहिँ यही छ, एकदमै छुट्टै मजा। हेर्नुहोस् त आफै पनि हिँडिराख्दो रहेछ कि, हेर्नुहोस् त बच्चाले कस्तो हिँड्दो रहेछ। यो चाहिँ आफै पनि गइराख्दो रहेछ होइन। अनि मैले चाहिँ केही पनि गरेको छैन। अनि म अहिले चाहिँ खोतालको बिचमा छु। अनि यो चाहिँ मजाले आफै हिँडिराखेको छ है। ए फाइनल्ली म हेर्नुहोस् त आइसकेँ है त। है भाइ यार हाँस्दै न भाइ यार, के हो तिमी यार सधैँ रोइरहेको त यार। ओइ खुट्टा झम्झम मार यार। चाहिँ नयाँ डुङ्गा पनि बन्दै रहेछ है त्यहाँ।